नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा हामी चाहिँ बुढाबुढी ब्रिजमा मार्केट जाँदैछौँ। आज हल्का घरको सपिङहरू छ। भोइस रेकर्डिङ पछि गर्नुपर्छ के त्यो भन्दा नि ठिकै हो, तर मलाई चाहिँ लाइभै मनपर्छ, त्यही भएर म लाइभै गर्न चाहन्छु। अहिले म प्रिज्मामा गएर कन्टिन्यू गर्छु। ओके, फाइनली गाइस हामी चाहिँ प्रिज्माभित्र आइसकेको छौँ। फर्स्टमा चाहिँ हाम्रो बहिनी पनि आउँदैछ, त्यही भएर हामी बहिनीलाई पर्खिन्छौँ। म टोइलेट गएर आउँछु। यहाँ बस्दै गर्दा हुन्छ तिमी? एकछिन रेस्ट पनि गरौँ होला। यो चाहिँ प्रिज्म मार्केट हो है गाइस। अहिले चाहिँ हामी सपिङको लागि पसिसकेको छौँ। अन्त हामी कस्मेटिक्समा हेर्दैछौँ एक दुईवटा सामानहरू लिने कि नलिने भन्ने चाहिँ अब अलिक पछाडि नै थाहा हुन्छ। लोरियलको सामान यो चाहिँ के पो हो? गार्नियर स्किन केयर हो। हामी खास कस्मेटिकको लागि चाहिँ आएको होइन, त्यही पनि बिन्दाले चाहिँ कस्मेटिकको सामानहरू हेर्ने भनेर चाहिँ हामी एकछिन हेर्दैछौँ। स्किन केयर्सको सामानहरू, पर्फ्युमहरू हो यिनीहरू चाहिँ। अनि यिनीहरू चाहिँ स्किन केयर्स प्रडक्ट्सहरू। ओके, अघि नै मैले भने हामी चाहिँ खास चाहिँ खानाको हाम्रो ग्रोसरीको लागि आएको हो, त्यही भएर हामी डाइरेक्ट ग्रोसरीको लागि जाँदैछौँ। सो इस्ट हेर्ने भन्दैछ बुढीले चाहिँ ब्रेडहरूको लागि, तर मैले इस्ट चाहिँ अहिलेसम्म देखेको छुइनँ। सो सिज फर सर्चिङ फर इस्ट। यो एक्स्ट्रा ब्रान्ड है, यसको चाहिँ खानेकुरादेखि लिएर भाँडाकुँडा सबै हुन्छ है। तपाईँको होम आइटम्सहरू यसले चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूलाई यहाँ धानिरहेको छ सबैभन्दा चिप एन्ड बेस्ट। नेपालीहरूकै लागि बनाइदिएको जतिकै भएको छ एक्स्ट्रा। या जुसदेखि लिएर सब हुन्छ। मेरो अर्को सेक्सनमा रहेछ। यो चाहिँ हामी जुसहरूको प्रडक्टमा आएछौँ। यहाँ चाहिँ हामी डिफ्रेन्ट भेराइटिजको जुसहरू छ। यो सबै जुसहरू है, पेप्सी, कोका कोला, ड्रिङ्क्स जुस भन्नु आएछ। यहाँ ड्रिङ्क्सहरू पनि छ। सो कोकको आइटम्सहरू भयो, वाइनहरू, भेराइटिज अफ वाइन यहाँनिर छ। वाइनहरू स्पेसली बियरहरू, रक्सीहरू चाहिँ पाउँदैन, अल्कोहोलिक बेभरेज, बिकज यहाँनिर चाहिँ स्पेसल सबमै गएर किन्नुपर्छ। विस्कीहरू चाहिँ, विस्की रमहरू। सो बियरहरू चाहिँ हामी यहाँ स्टोर्समा पनि यसरी मजाले पाउँछौँ। अनि मेरो एकजना साथी चाहिँ रक्सी स्याम्पेनलाई वाइन भनेर झुकिसकेको छ। सो यहाँ हेर्दाखेरि चाहिँ एकदमै लेभलहरू परेर किन्नुपर्ने हुन्छ, नत्र भने त्यसरी झुकिने चान्सेस एकदमै ज्यादा छ। सो यहाँ चाहिँ फ्रोजन प्रडक्टहरू छ। फ्रोजन फ्रेन्च फ्राई, पोटेटो एक्स्ट्राकै हो। सो एक्स्ट्रा ब्रान्ड इज भेरी चिप। अदर प्रडक्टहरू पनि छ, अदर ब्रान्डहरू चाहिँ तर अलिकति महँगो हुन्छ। सो भिडियो स्टेबल छैन होला, किनभने मसँग त्यस्तो केही छैन, त्यही भएर पनि मेरो भिडियोहरू राम्रो आउँदैन होला। त्यस्तो जस्ट प्रडक्ट, फ्रोजन प्रडक्ट्सहरू। यहाँनिर चाहिँ बेकरी आइटम्सहरू छ, डोनट्सहरू टाइपको, केक्स। I don't know the proper name, but डाइरेक्ट राइसको सेक्सनमा जाँदैछौँ। यहाँनिर पनि द डिफ्रेन्ट भेराइटिज अफ राइस, एक्स्ट्राको मात्र 3-4वटा चामल आउँछ। सो हामी स्पेसली हामी ग्रिन कलरको लिन्छौँ। सो यहाँनिर छ बिन्दा, प्लिज कम हियर। कतिवटा लाने हो र? एक्स्ट्राको हामी यो चाहिँ युज गर्छौँ। तपाईँको चामल, हाम्रो चामल, तपाईँको चामल 0.8। ओके,
हामीले चामल लिइसकेको छौँ अब बुढी चाहिँ इस भनेर मर्नु आँट्यो है इस चाहिँ यहाँनिर मैले खासै देखेको छुइनँ यहाँनिर पाउँछ होला सोध नि त भनेर भनेको फेरि सोध्दैन लजाउँछ म अब यहाँ कोही असिस्टेन्ट देख्यो भने म सोधिदिन्छु भनेर भनेको तर मैले देखेको छुइनँ अहिलेसम्म असिस्टेन्ट सो जस्ट वी आर वेटिङ फर सारा बहिनी अनि हामी हल्का हाम्रो फुल्का अब एग्सहरू पनि लिनुपर्ने छ हामी बिस्तारै सपिङ गर्ने हो आज चाहिँ विकेन्ड भएर होला मान्छेहरू एकदमै भिड छ छैन नुडल्स नलाने हो हजुर नुडल्स चाहिन्छ अनि अस्ति एक हप्तामा हामीले 50 युरोको खाइसकेको है बाफरे यो पोर्सन चाहिँ काटिदिनुपर्छ होला 235 छ अनि यो चाहिँ 345 छ खासै फरक छैन अब एस मार्केटमा उसको नुडल्सहरूको चाउचाउहरूको सेक्सन एउटाको लिनु न 3.45 हो लिने भए हामी यता चाहिँ भेजिटेबल सेक्सनमा आएको छौँ यो चाहिँ भेजिटेबल सेक्सनहरू हो यहाँ चाहिँ हाम्रो सब्जीहरू नेपालमा नदेखेको सब्जीहरू मात्र पाइन्छ है यहाँ चाहिँ टमाटर नआडेको छौँ सिमी टमाटर हो सो इट्स 389 per euro per kg finally is ready अर्को लानु न त्यो 089 ले दुई भन्दा ठुलै लानु नि हामी 089 दुईटा अलिकति हाल्दा भइहाल्छ त्यसो भए त्यही लानु एकछिन 0.89 दुईटा गर्दा कति हुन्छ धेरै खाने पनि त होइन नि त ओके यहाँ चाहिँ एक्स्ट्राको इस्टहरू प्राइसहरू पाउँदो रहेछ 1.78 मा आयो त 1.7 यहाँ त एक्स्ट्राको 117 मै आइरहेछ त नि यो हो नि त इट्स नट हिरा यो डराउने मान्छेहरूले मलाई हल्का डर लाग्छ नि त पैसाको कुरा हो यार अब बिस्तारी पैसा हाम्रो लागि भइसकेको छ अनि हामी अब जाँदैछौँ त्यहीको लागि आउनु यता भनेको सो हाम्रो सपिङ चाहिँ अब सकिसकेको छ हामी पेमेन्टको लागि जाँदैछौँ मान्छेहरूको भिड एकदमै ज्यादा छ आज विकेन्ड पनि भएको कारणले गर्दाखेरि यहाँ चाहिँ फेरि डर पनि हुन्छ मान्छेहरूको भिडियोहरू गर्नुको लागि त्यही भएर काउन्टरहरू छ यतातिर यो साइडमा छ काउन्टरहरू आफूले पे गर्दा पनि हुन्छ अनि यो चाहिँ आफूले पे गर्ने ठाउँ हो आफूले पे गर्ने ठाउँ पनि भिडै रहेछ हामी आज चाहिँ उसकोमै जाउँ होला काउन्टरमै गएर पे गरौँ होला सो फाइनली हाम्रो सपिङ सकिसकेको छ अनि हामी एकछिन बस्दैछौँ हामी बहिनीलाई वेट गर्छौँ थ्याङ्क यू फर वाचिङ दिस ब्लग